नमस्कार छ हजुर यहाँलाई। हजुर नमस्कार। आज विशेष पर्व जनै पूर्णे। आज हाम्रो यो ललितपुरको मुक्तिनाथ धाममा दर्शन गर्न आउनुभएको रहेछ। हजुर कहाँदेखि आउनुभयो म्याम बताइदिनुहोस् न। म दोलखाबाट आएको हो। दोलखाबाट। यहाँनिर मुक्तिनाथ छ भनेर मलाई पहिला थाहा थिएन। हजुर हजुर। अनि यहाँनिर मुक्तिनाथ छ भनेर थाहा पाएँ। अनि म जुन मेरो अहिले अस्थायी बसोबास छ यो ललितपुर जिल्लामै भएको कारणले गर्दाखेरि हजुर हजुर यहाँसम्म आउने मौका पाएँ। हजुर। अनि सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ? हजुर सन्चै आरामै छ। कस्तो लाग्यो यहाँको वातावरण? आज मुक्तिनाथ धाम दर्शन गर्न आउनुभएको छ, विशेष पर्व जनै पूर्णेको एकदम माहौलमा आउनु भएको छ। यहाँको वातावरण कस्तो लाग्यो हजुरलाई? मलाई यहाँको वातावरण एकदमै राम्रो लाग्यो, किनभने आफ्नै गाउँघर जस्तो होइन, रमाइलो ठाउँ। जे भने यहाँदेखि मुक्तिनाथ भनेर त्यति टाढाको बाटो जान नपर्ने, त्यहाँको चाहिँ एउटा ऊ भनौँ न शाखा जस्तो एउटा त्यो भएको कारणले गर्दाखेरि, किनभने हामी जस्तो बुढाबुढी मान्छेले त्यति टाढा जान असहज हुन्थ्यो। यहीँ चाहिँ भएको कारणले गर्दा एकदम रमाइलो र यहाँ दर्शन गर्न पाए त्यो खुसीको कुरा छ। अनि जनै पूर्णेको विशेष अनि हजुरहरूको अब यो आम जनतालाई के भन्नुहुन्छ? अब जनै पूर्णेको सबै दाजुभाइलाई शुभकामना, रक्षाबन्धनको पनि सबैलाई शुभकामना भन्न चाहन्छु होइन। आफ्नो भाइलाई रक्षाबन्धन बाँध्न नपाए पनि अब दिदीभाइ हामी टाढा छौँ, त्यही कारणले गर्दाखेरि यहाँ सबै राम्रो ऊ नै छ। सबैलाई शुभकामना र अलिकति दुःख पनि छ भनौँ न, अहिले देशमा यस्तो माहौल छाइराखेको सबै होइन। यो दुःखको क्षण पनि हो, अलिकति दुःख पनि छ, सुखै ऊ पनि खुसी नै पनि छु। अब दुई पक्ष नै छ भनौँ। अहिले देशमा ठुलो महाविपत्ति परेको छ, के भन्नुहुन्छ? यस्तो विपत्ति परिरहेको छ, अहिले उद्धारको खाँचो छ, राहतको खाँचो छ, के भन्नुहुन्छ म्याम हजुरले यो विषयमा? अलिकति छोटो मिठो बताइदिनुहोस् न। अब यो विषयमा चाहिँ म के भन्छु भने, यो यस्तो आपत्ति परेको बेलामा चाहिँ सबैले आफूले सकेको सहयोग गरौँ होइन, जोखिमसम्म पुगौँ। यो पनि मरेको मृतकको अब आफन्तजनहरूलाई पनि केही सहयोग गर्न चाहिँ अब हामीले सक्यो भने त्यो ठाउँसम्म पुग्नु पाए हुन्थ्यो भन्ने चाहिँ म भन्छु। र त्यस पनि अब देश विदेशबाट पनि अलिकति केही राहतहरू पनि त आइरहेछ होइन। अब कुनै पनि अब हाम्रो कलाकारहरूले पनि अब सहयोग गरिरहनु भएको छ। अब त्यसमा पनि अब हामीले पनि सक्यो भने त्यसमा सहयोग गर्ने चाहिँ इच्छा राखेको छु मैले पनि। हुन्छ म्याम, अमूल्य समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद छ। जनै पूर्णेको शुभकामना छ हजुर लगायत सबैलाई। अहिले देशमा ठुलो महाविपत्तिको सामना गर्नु परेको छ, ईश्वरले धैर्य धारण गर्नु सक्ने शक्ति प्रदान गरून्, हामी यही शुभकामना व्यक्त गर्दै अहिले हजुरबाट छुट्टिन्छौँ। नमस्ते। नमस्ते, थ्याङ्क यू।